पनि कार्य सफल हुँदैनन् भन्ने यो श्लोकले अर्थ देखाउन खोजेको छ। आज हामीले मोना बन्टेश्वरीको तर्फबाट एउटा सानो नाटक प्रस्तुति लिएर आएका छौँ, जसमा चाहिँ हामी अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणात्मक सम्बन्धले विद्यार्थीलाई असल बाटोमा लैजान्छ भने, हामीहरूको सहकार्य भएन भने विद्यार्थी भाइ बहिनीहरू पनि गलत बाटोतर्फ लाग्ने हामीले यो नाटकबाट प्रस्तुत गर्न खोजेका छौँ। मैले सम्पूर्ण नाटकका सहभागी विद्यार्थी भाइ बहिनीहरूलाई मसँगै जोडिदिन हुन आग्रह गरे। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण विद्यार्थी अनुरोध गरे। हेलो 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 नारी सशक्तिकरणको बुलन्द आवाज। आज चाहिँ यस नाटकमा समयमै आँखा खोलौँ भन्ने नाटकको शीर्षक रहेको छ, जसमा म चाहिँ एउटा शिक्षकको भूमिकामा देखिनेछु भने सम्पूर्ण विद्यार्थीलाई आफ्नो भूमिका बाँड्दिन हुन पनि मैले अनुरोध गर्न चाहन्छु। नमस्ते, मेरो नाम योगेश जोशी। तपाईहरूले मलाई यस नाटकमा झुल्केको रूपमा देख्न सक्नुहुन्छ। नमस्ते, मेरो नाम विक्रम कर। मलाई यस नाटकमा लफङ्गा केटाकेटीको रूपमा देख्न सक्नुहुनेछ। सम्पूर्णमा मेरो नमस्कार, मेरो नाम चाहिँ सपना सुना। तपाईहरू चाहिँ मलाई झुमाको रूपमा देख्न सक्नुहुनेछ। सम्पूर्णमा मेरो नमस्कार, म चाहिँ स्मृति भट्ट। तपाईहरूले मलाई यो नाटकमा एउटा आत्मरक्षक केटी कालीको रूपमा देख्न सक्नुहुनेछ। नमस्ते, मेरो नाम श्री श्री। हजुरहरूले मलाई यो नाटकमा बिर्खे र बिरुको रोलमा देख्न सक्नुहुनेछ। नमस्कार, मेरो नाम निर्मला। तपाईहरू मलाई छोरीको भूमिका निभाउन देख्न सक्नुहुनेछ। हेलो हेलो सम्पूर्णमा नमस्कार, म सुश्री रोस्यारा। यहाँले मलाई एउटा आलोचनात्मक तथा आध्यात्मिक रूपमा देख्न सक्नुहुनेछ। नमस्कार, तपाईहरूले मलाई यसमा छोरी उजेलीको रूपमा सक्नुहुनेछ। सम्पूर्णमा नमस्कार, म विष्णु रोसारा। यो नाटकमा तपाईँहरूले मलाई बुवा तोबेको रूपमा देख्न सक्नुहुनेछ। हेलो 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 सम्पूर्णमा नमस्कार, म चाहिँ यस भूमिकामा हरुवा र बाबुआमाको छोराको रूपमा देखिनेछु। सम्पूर्णमा नमस्कार, म तारा साउन। यस नाटकमा एक भाइरल नारी तारा पुतलीको रूपमा देख्न सक्नुहुनेछ। हामीले पहिलो दृश्य र दोस्रो पहिलो दृश्य देखाउन गइरहेका छौँ, जसमा चाहिँ केटाहरूले सुर्ती र चुरोटको प्रयोग गरेका छन्। यो नाटकमा दृश्य भएकोले मात्रै हामीले यसलाई देखाउन खोजेका हौँ, अन्यथा नलिनु होला। धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ। हेलो हेलो
ए मिल्के ओ यार मलाई पनि सिकाना यार त यार कति मजा आउँछ खतरा मजा आउने रहेछ यार भाइ ए यार त पनि ओए बिर्के ओए मिल्के यहाँ हेर्न न यार तिमीहरूलाई लाज लाग्दैन कुकुर जस्तो लाज बचाएका गति छाडाहरू झुल्केर मिल्के त राम्रो छैनन् मलाई हेर न के ह्यान्डसम छु नि फेरि मेरो मलाई लाज नभएको नगर्छ नाचमाथि गाउँछ तिमीहरूको गीत नगर एक एक गरेर निकालिन्छु अनि थाहा हुन्छ खै खै के गर्छ पनि हेर्नु खै नारी मान्छेले के सोच्छन् होला है जहाँ सुकै जहिले नारी किन है हामी मात्र पर्ने के उतै हामी सक्षम छौँ र पो नत्र त आज सुन न कति बालबालिकाले यस्तै पीडा सहनु परेको छ यस्तै नरविचारहरूका कारण हामी कलिली छोरीचेली माथिको गिद्ध नजरले गर्दा कति पीडा दिएका छन् है बालिकालाई आफ्नै धागा पर्नेले विभिन्न प्रलोभनमा शारीरिक र मानसिक पीडा दिएका छन् बिचरा बालिका आमा बुवाले समयमै नबुझेर कस्तो पीडा परेकी छिन् कस्तो आमाको होला है त आफ्नो त कञ्च ताथे आउँछ भने बिचरा त्यो बालिकाको पीडा कसले बुझ्छ होला है हो नि अब हामीले ती बालिकाहरूको पीडा बन्नुपर्छ र दिएका आवाजलाई उठाउनु पर्छ है हो नि अब सबै छोरी चेलीका हामी आवाज सुन अहिले उजेलीले पनि कस्तो दुःख परेको छ भन्ने सुनेकी थिएँ अहिले उसलाई त जाम है जाम न त जाम तारा दिदी ओ यो घुमाइदिनु यो अर्को एउटा फर्स्टमा उसका बाजे नौताले दरबार यहाँ आफ्नै बिग्रेला जस्तो बसेको दरबार चुइचुइ पारेर उसलाई भने राति टिकटक 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 ए उजेलीकी आमा एक कप चिया ल्याऊ न चिया खाएर पार्टीमा जानु पर्यो के छिटो ल्याउनु भने मलाई यहाँ पार्टीमा जाने ढिलो बसेको के चुइ चुइ पारेर कति गरेर हो कि यो घुमन्तेले जहिले पार्टी पार्टी मात्र यहाँ आफूलाई एकचोटि टिकटक बनाउन कस्तो ढिलो भइहाल्यो एक कप चिया त हो नि आफै बनाए खाए भइहाल्यो नि ए यो नारीको जातसँग नसकिने भयो
यस्तासँग नि कसरी बस्ने होला यसको यस्तै पारा भने त नि मैले जाने चुई चुई पारेर ए गयो गयो तोर्पे बुढो मम्मी मम्मी बोलो मम्मी मम्मी हेर्नु न स्कुल जाँदा काकाले बाटो छेक्दै जिस्काउँछन् पढ्न जानु मनै लाग्दैन ल हेर यो के मान्छे बा आफू गतिलो हुनु पर्यो नि अरूले के गर्छन् त अनि त्यही पनि भइरहेछ कस्तो कुरा बुझ्नुहुन्न यहाँ आफूलाई कति पीडा छ अनि भोक पनि कस्तो लागिरहेछ नास्ता के बनाउनु भएको छ नि मम्मी नास्ता त बनाए कि डढी छ भने अब फेसबुक बन्द गरे अब के गर्ने भने मेरो त जिन्दगी त्यस्तै छ भने अनि नास्ता चाहिँ के खाने के मम्मी अरे बस्नु पर्ने नास्ता पो बनाउन बिर्से के हो त पैसा त छ अनि जे खान मन लाग्छ त्यो खाए पिज्जा बर्गर मोमो जे खान्छ यसका त्यस्ता त्यहाँ पुरा गर्ने होइन नि फेरि त्यहाँ काकामा गुरुप पढ्न जाने ढिलो भइरहेछ जहिले बजारकै खाना मात्र खा भन्नुहुन्छ हिजो टिफिनमा चाउमिन खाएको कस्तो पेट दुखेर टोयलेटमा बाँच्थ्यो मेरो पक न पक आज एडजस्ट गरिहाल्न यहाँतिर म ढिलो भइरहेछ लाइभ बस्न अनि यहाँ आज त कसले पो कोही बनाउने भनेको थिएँ जान बाई बाई मलाई डिस्टर्ब नगर अब हन्ना होइन होइन छोराछोरी बिग्रेसी त होस्टेल हालिदिन्छु भन्छन् तर बाबुआमा बिग्रेसी हाल्ने ठाउँ कहीँ छैन र भने यहाँ आफूलाई कस्तो पीडा छ बढ्दै गइरहेकी छोरीका कति शारीरिक र मानसिक पीडा उत्पन्न भइरहेका हुन्छन् कहिले बुझ्ने प्रयास गर्नु छैन बरु त्यहाँबाट दाईहरू छन् एकछिन दाईहरूसँग बस्छु दाई ए दाई हे नबल्ला भनेको हान्न खेल्न आउँदैन यार भन्न त भन मलाई त खेल्न पनि आइरहेको छैन खेल्न आउँदैन भन्न लाग्छ मलाई साग हे यहाँ फेरि अलगै दुनियाँ छ म कहाँ जाउँ के गरौँ पढ्न जाउँ कि नजाउँ नखाऊ भने दिनभरिको शिकार खाऊ भने कान्छा बाउको अनुहार जस्तै भएको छ फेरि आफूलाई भोक लागेर कस्तो भएको छ अब जाँदा त्यही मोमो त खाने होला नि पेट दुखे पनि के गर्ने जाउँ केटा तल यसो के तान्न पाइन्छ कि धन्यवाद छ सम्पूर्ण विद्यार्थी भाइ बहिनी